कतिजनाले सोच्छ होला है हाम्रो लाइफ कस्तो सजिलो इजी छ भनेर है, तर अब भोग्नेलाई याद हुन्छ कति गाह्रो हुन्छ भनेर। थाकेको छु भन्नु पनि पाउँदैन हो, बिमार छु, बिमार हुनु पनि डर लाग्छ बिमार भयो भने भनेर 10 पल्ट अब सोचाइ आउँछ के हुन्छ कसो हुन्छ हो। एउटा नानी बिमार भयो भने पनि धेरै गाह्रो हुन्छ क्या। अब कतै अब एउटा नानीलाई लगेर कहीँ जानु पर्यो भने अर्को नानीलाई कसरी म्यानेज गर्नु होला भनेर नि धेरै गाह्रो हुन्छ साथीहरू। अब सोच्नेले त इजी देख्छ लाइफ है, तर छैन त्यस्तो चाहिँ है। अब के गर्नु, यस्तै हो, 24/7 ड्युटी हो, एक दिन छैन। कहिले कहिले त लाग्छ नि एक दिन भए पनि रेस्ट पाउनु भनेर, के गर्नु।